हेलो एभ्रिवान, अहिले चाहिँ हामी चापागाउँ बस पार्कमा छौँ। यहाँदेखि चाहिँ हामी दलचोकी जानको लागि बस चढ्छौँ र दलचोकी जाने बस चाहिँ दिनमा 2टा मात्रै छुट्ने रहेछ। एउटा चाहिँ 8 बजे अनि अर्को चाहिँ 2 बजे। हजुरहरूको 8 बजेको बस छुट्यो भने चाहिँ एकैचोटि 2 बजे मात्र बस पाइने रहेछ। त्यसैले हामी चाहिँ छिटो गरेर 8 बजे नै पुगेर बस भेटायौँ अनि बस चढ्यौँ टिकट काटेर। त्यसपछि चाहिँ हामी दलचोकी गएर झर्यौँ अनि यसरी हामीलाई चाहिँ हिँडेर जानुपर्ने रहेछ। अलिकति हामीलाई चाहिँ लगभग त्यो दलचोकी झरिसकेपछि भ्यू पोइन्टमा पुग्नको लागि 10देखि 15 मिनेटसम्म हिँड्नु परेको थियो। हल्का उकालो रहेछ। अनि त्यसपछि हामी माथि भ्यू पोइन्टमा पुगिसकेपछि फोटो भिडियोहरू खिच्यौँ अनि त्यसपछि हामीले त्यहाँ धेरै रमाइलो गर्यौँ। हामीले टिकटक बनायौँ। खासमा चाहिँ हामी त्यो बादलको मुभमेन्ट हेर्नको लागि, कुहिरो मुभ गरिरहेको हेर्नको लागि हामी त्यहाँ गएको थियौँ। तर त्यो दिन चाहिँ घाम लागेको हुनाले हामी त्यो केही पनि देख्न पाएनौँ। तर पनि मौसम एकदमै खुलेको थियो। हामीले एकदमै हरियाली अनि एकदमै राम्रो इन्भाइरोमेन्ट देख्न पायौँ। हामीले चाहिँ धेरै इन्जोय गर्यौँ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।